देसी गाडी मैले अहिलेसम्म चाहिँ यो उमेरसम्म चाहिँ गाडी चढेँ यो बराबरको चाहिँ गाडी अरू देखिनँ। यसको पिकअप नै अचम्मै राम्रो क्या है, एकदम राम्रो छ। तर हामीले बाटामा उधारो तेल चाहिँ 5,000 हालेको छौँ, त्यो गएर तिर्नु पर्न चाहिँ। तर अहिले तेल कम भएर घेरेर घुर्र नि भयो, तर एकदमै राम्रो। अनि उकालोतिर गाडी कस्तो छ? केही एकदम अहिलेको गाडीहरू भन्दाखेरि यो गाडी चाहिँ धेरै राम्रो। फोर व्हिल हालेर हिँड्दाखेरि कस्तो हुँदो रहेछ गाडी, कसरी हिँड्दो रहेछ? लुचुक तानेर चाहिँ आहा घिचेक अगाडि पो घिचेक। अहिले हामी कुन ठाउँमा आएको ल भनिदिनुहोस् त? लाकुरी भन्ज्याङको हाइट योभन्दा हाइट छैन। एउटा माउन्ट एभरेस्ट छ 8,848 किलोमिटर माउन्ट एभरेस्ट छ, तर त्योभन्दा सेकेन्ड थर्ड हाइट यो होला। यहाँ आइपुगेको छ मैले, त्यही हो। हामी कतिजना आएको त नि? अब 120 केजीको यो अशोक श्रेष्ठ होइन, हजुर। अनि 80 केजीको श्याम श्रेष्ठ होइन, अनि कृष्णबहादुर अधिकारी 85 किलोको, अनि ओम जोशी भन्ने मान्छे चाहिँ 75 किलोको। हामी गरी यो डिभाइड गर्न पछि प्लस गर्न पर्छ। ठिक छ होइन त? अहिले के क्लोज गरौँ त भिडियो? एकदम क्लोज। ल